अन्तर्राष्ट्रिय कूटनीति तथा भू राजनीतिमा कुनै पनि राष्ट्र प्रमुखको भेट सामान्य औपचारिकता भन्दा धेरै गहिरो सन्देशका साथ हुने गर्दछ। हालै सम्पन्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई पनि यसै कूटनीतिक चस्माबाट हेर्नु अपरिहार्य छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनको स्वागत गर्दा अपनाएको शैली, दुई नेताबीचको शारीरिक हावभाव र यस क्रममा गरिएका टिप्पणीहरूले भारत रुस सम्बन्धको वास्तविक धरातललाई उजागर गरेको छ। एकातर्फ भारत यस सम्बन्धलाई अत्यन्तै घनिष्ठ मित्रको रूपमा प्रस्तुत गर्न चाहन्छ भने अर्कोतर्फ वास्तविक तथ्यहरूले यो सम्बन्ध मित्रताभन्दा बढी व्यापारिक लेनदेन र रणनीतिक आवश्यकतामा आधारित रहेको देखाउँछ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी रुस भारत सम्बन्धको यथार्थ, यसको व्यापारिक धरातल र भू राजनीतिक जोखिमहरूका बारेमा विशेष चर्चा गर्नेछौँ।